एउटा भनाइ छ नि, देयर इज नो फ्रेन्ड एज लोयल एज बुक। मतलब हाम्रो जीवनमा किताब जति लोयल साथीहरू कोही पनि हुँदैन। कहिलेकाहीँ हाम्रै साथीहरूको संगतले हामी गलत बाटोमा वा गलत निर्णय गर्न पुग्छौँ, तर किताबले हामीलाई सधैँ राइट वेमा रहन, पोजिटिभ एटिट्युडमा रहन सिकाउँछ। संसारका सबै सफल र धनाढ्य व्यक्तिहरू, बिल गेट्स, इलन मस्क, जेफ बेजोस, मार्क जकरबर्ग, मुकेश अम्बानी, वारेन बफेट, विनोद चौधरी जस्ता व्यक्तिहरूले नियमित किताब पढ्ने गर्छन्। I read a lot. There were always contests. यो कुरा उनीहरूको इन्टरभ्यूमा पनि सुन्न पाइन्छ कि the one reason of their success is study. I just read and read and read. I probably read 5 to 6 hours a day. I don't read as fast. एकचोटि वारेन बफेटले खुद भनेका थिए उनको सफलताको राज, उनी धनी हुनुको राज, उनी शेयर बजारको बादशाह उनको राज भनेको द इन्टेलिजेन्ट इन्भेस्टर भन्ने किताब थियो। यही किताबको कारणले गर्दा नै उनले अरबौं डलर कमाए। त्यसैले तपाईले यो कुरा बुझ्न एकदमै जरुरी छ कि जिन्दगीमा सफल हुनु छ, धनी हुनु छ भने किताब पढ्नु एकदमै जरुरी छ। र कुन किताब पढ्ने भन्ने कुरा जान्न हाम्रो यो च्यानललाई नियमित हेर्न जरुरी छ। हाम्रो यो च्यानलमा म यस्ता भिडियोहरू नियमित अपलोड गर्नेछु जहाँ मैले तपाईलाई कुन किताब कस्तो अवस्थामा पढ्ने भन्ने कुरा बताउनेछु। त्यसैले हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र सँगै रहेको बेल आइकनमा पनि क्लिक गर्नुहोला। अब भिडियोलाई धेरै लामो नबनाइकन सुरु गरौँ आजको हाम्रो भिडियोको पहिलो पुस्तक, रिच ड्याड पुअर ड्याड। तपाईले यो किताबको नेपाली अनुवाद पनि पाउन सक्नुहुन्छ, जसलाई नेपालीमा धनी बुवा गरिब बुवा नाम दिएको छ। यो किताब रोबर्ट कियोसाकीले लेखेका हुन्, जो चाहिँ इकोनोमी अथवा फाइनेन्सको सेक्टरमा वान अफ द बेस्ट राइटर अफ द वर्ल्ड मानिन्छन्। रोबर्टले यो किताबमा आफ्नो दुई बुवाहरूको बारेमा बताएका छन्। एक बुवा जो धनी छन् तर खासै पढे लेखेका छैनन्, र अर्को बुवा जसले धेरै पढेका छन् तर गरिब छन्। गरिब बुवा उनको आफ्नै बुवा हुन् र धनी बुवा चाहिँ उनको बेस्ट फ्रेन्डको बुवा। यो किताबमा जो उनका आफ्नै बुवा छन् उनलाई रोबर्टले पुअर ड्याड भन्छन्। उनी ट्रेडिसनल सोचाइ राख्ने खालका व्यक्ति थिए, जो ध्यान दिएर राम्रोसँग पढे राम्रो जागिर पाइन्छ भन्ने सोचाइ राख्थे, र रोबर्टलाई पनि यही ट्रेडिसनल कुरा सिकाउँथे, धेरै पढे राम्रो जागिर पाइन्छ। र जो धनी बुवा छन् उनी ट्रेडिसनल सोचाइमा विश्वास राख्दैनथे। उनी पैसाको लागि हामीले काम गर्ने होइन, हामीले पैसालाई काममा लगाउनु पर्छ भन्ने सोचाइ राख्थे। यही सोचाइको दममा एक दिन उनी हवाईको सबैभन्दा धनी मानिस बनेका थिए। यो किताब पढिसकेपछि तपाईले धेरै नयाँ कुराहरू सिक्नुहुनेछ, इन्कमको बारेमा, फाइनेन्सको बारेमा, सक्सेसको बारेमा। यो किताबको मुख्य सार चाहिँ यस्तो छ, यो जरुरी छैन कि हामीले धेरै पढेर मात्रै लाइफमा धेरै इन्कम गर्न सक्छौँ। पैसा कमाउन एजुकेसन भन्दा पनि हाम्रो सोचाइ महत्त्वपूर्ण हुन्छ। हामीले कस्तो सोच्छौँ त्यसमा नै भर पर्छ हामी धनी हुने या नहुने। आजको हाम्रो भिडियोको दोस्रो किताब, जुन 25 वर्षदेखि इन्टरनेसनल बेस्ट सेलर बुक हो, लेखक पाउलो कोएल्होको किताब द अल्केमिस्ट। खासमा यो एउटा फिक्सन बुक हो, तर पाउलोले यो स्टोरी यस्तो शानदार तरिकाले लेखेका छन्, यति जोसिलो तरिकाले लेखेका छन् कि जसले पनि यो किताब पढ्छ उमा यति जोस भरिन्छ, यति शक्ति भरिन्छ कि लाग्छ यो पृथ्वीको सबैभन्दा शक्तिशाली व्यक्ति नै मै हो। द अल्केमिस्ट एउटा भेडा गोठालोको कथा हो, जो पुरै दुनियाँ घुम्न चाहन्छ र पुरै दुनियाँको खजानालाई आफ्नो बनाउन चाहन्छ। यात्राको क्रममा धेरै मेहनत र धेरै उतार चढावपछि जब उसले खजाना पाउँछ तब उसलाई रियलाइज हुन्छ कि त्यो खजाना त उसँग पहिल्यैदेखि थियो, जुन ऊ आफै हो। द अल्केमिस्ट बुकले हामीलाई यो सिकाउँछ कि कसरी आफ्नो डरलाई हामी हराउन सक्छौँ, कसरी आफ्नो मनको आवाज हामी सुन्न सक्छौँ। यो किताब म त्यो व्यक्तिलाई रिकमेन्ड गर्न चाहन्छु जसलाई लाग्छ कि म जिन्दगीमा केही गर्न सक्दिनँ, माई लाइफ इज कम्प्लिटली वेस्ट। अब पालो थर्ड किताबको, र तेस्रो किताब हो थिङ्क एन्ड ग्रो रिच। यो किताबको नाम मलाई साह्रै मनपर्छ, कति राम्रो छ यसको नाम, थिङ्क एन्ड ग्रो रिच। यो किताबलाई नेपालीमा पनि अनुवाद गरिएको छ र नेपाली नाम हो सोच्नुहोस् र धनी बन्नुहोस्। पुस्तकका लेखक हुन् नेपोलियन हिल, र यो किताब पनि इन्टरनेसनल बेस्ट सेलर बुक हो। फ्रेन्ड्स, मान्छे सफल हुन, सक्सेस हुन सबैभन्दा महत्त्वपूर्ण कुरा के होला? सोचाइ, यानि कि थिङ्किङ। फेरि यसको मतलब जे मन लाग्छ त्यो सोच्नु होइन, जे जरुरी छ त्यो सोच्नु पनि होइन। यसको मतलब हो जे सबैभन्दा जरुरी छ त्यो सोच्नु। तर हामी मध्ये धेरै यस्ता छौँ जसलाई के सोच्ने, कतिखेर सोच्ने भन्ने पनि थाहा छैन। यस्तै व्यक्तिहरूको लागि भनेर तयार भएको किताब हो थिङ्क एन्ड ग्रो रिच। यो किताबमा नेपोलियन हिलले सक्सेसफुल व्यक्तिहरूको केही युनिभर्सल लका बारेमा लेखेका छन्, जुन ललाई कसैले पनि पूर्ण रूपमा फलो गर्छ भने त्यो व्यक्ति अवश्य पनि सफल बन्नेछ। संसारका धेरै अरबपतिहरूले यो ललाई फलो गरेर नै सफल र धनी बनेका छन्।
यो किताबको बारेमा तपाईहरुलाई म एउटा अचम्मको कुरा बताउँछु। नेपोलियन हिलले यो किताब लेख्न 20 वर्षभन्दा धेरै स्टडी गरेका थिए। त्यो बेलाका सबैभन्दा सफल र धनी 500 जना व्यक्तिहरुलाई उनले नजिकबाट अध्ययन गरेर नजिकबाट रिसर्च गरेर यो किताब लेखेका थिए। उनीहरुको बोल्ने तरिका, उनीहरुको सोच्ने तरिका, उनीहरुको मानिसहरुसँग डिल गर्ने क्षमता लगायतका कुराहरु 20 वर्षभन्दा बढी समय लगाएर अध्ययन गरेर नेपोलियन हिलले यो किताब लेखेका थिए। अब तपाई आफै सोच्नुस् त, एउटा किताब लेख्नको लागि 20 वर्षसम्म कसैले मेहनत गर्छ भने यो बुकको इम्प्याक्ट कस्तो होला। हाम्रो लिस्टको फोर्थ बुक द पावर अफ योर सबकन्सियस माइन्ड र यसको नेपाली अनुवादको नाम हो तपाईको अवचेतन मनको शक्ति। फ्रेन्ड्स, हाम्रो यो माइन्ड दुई पार्टमा डिभाइडेड हुन्छ। एउटा हो कन्सियस माइन्ड यानी कि चेतन मन, जो हामी यो टाइममा के गर्दैछौँ, के एक्सपिरियन्स गर्दैछौँ। तपाईहरु अहिले यो भिडियो हेर्दै हुनुहुन्छ, यो कन्सियस माइन्ड हो। दिनभरिको काम कन्सियस माइन्ड हो। फिजिकल एक्टिभिटिज कन्सियस माइन्ड हो। जे पनि गर्ने प्लानिङ गर्दै हुनुहुन्छ त्यो कन्सियस माइन्ड हो। र अर्को पार्ट जुन एकदमै जरुरी हुन्छ, एकदमै इम्पोर्टेन्ट हुन्छ, त्यो हो सबकन्सियस माइन्ड यानी कि अवचेतन मन। हाम्रो बानी, हाम्रो आदत, हाम्रो बिहेभियर, हाम्रो सोचाइ, यो सबै कुरा डिपेन्ड हुन्छ हाम्रो सबकन्सियस माइन्डमा। यो बुकलाई जोसेफ मर्फीले लेखेका हुन् र यो किताबमा उनले यस्ता साइन्टिफिक प्रिन्सिपलहरू बताएका छन् कि कसरी तपाईले आफ्नो अवचेतन मन यानी कि सबकन्सियस माइन्डलाई म्याक्सिमम युटिलाइज गर्न सक्नुहुन्छ र आफ्नो अवचेतन मनको ज्यादा भन्दा ज्यादा फाइदा लिन सक्नुहुन्छ। आजको हाम्रो लिस्टको अन्तिम किताब, यो किताबले हामी सबैलाई जिन्दगी कसरी जिउने भनेर सिकाउँछ। यो किताबले हामी सबैलाई जीवनको बारेमा बताउँछ। यो किताब आफैमा धेरै महान किताब छ। यो किताबको नाम हो भगवत गीता। भगवत गीतालाई एउटा किताब भन्दा पनि हाम्रो लाइफको एउटा कम्प्लिट मार्गदर्शक गुरु मान्नुपर्छ। लाइफको गाह्रो भन्दा गाह्रो सिचुएसनको, गाह्रो भन्दा गाह्रो समस्याको जवाफ तपाईले यो किताबमा पाउनुहुन्छ। महाभारतमा पाण्डव र कौरव बीच युद्ध हुने बेलामा 5 पाण्डव मध्येका एक अर्जुन एकदमै दुविधामा थिए। आफ्नै दाजुभाइ विरुद्ध कसरी लड्ने, आफ्नै रगतलाई कसरी मार्ने, यो दुविधाको समयमा भगवान श्री कृष्णले अर्जुनलाई जुन ज्ञान दिएका थिए त्यो ज्ञान यो बुकमा तपाईले पाउनुहुन्छ। भगवत गीतामा जीवनका 5 सबैभन्दा ठूला सच्चाइहरूको बारेमा बताइएको छ। 1 भगवानको बारेमा, 2 हाम्रो बारेमा, 3 यो संसारको बारेमा, 4 यो संसारमा हामीले गर्ने एक्सनको बारेमा र 5 समयको बारेमा। जो पनि व्यक्ति आफूलाई पूर्ण रूपले जान्न चाहन्छ, आफ्नो समस्याहरूको कारण जान्न चाहन्छ र त्यो समस्याहरूको सल्युसन जान्न चाहन्छ भने त्यस्ता व्यक्तिहरूले यो भगवत गीता एकदमै पढ्नुपर्छ। यदि तपाईँ जीवनको वास्तविक अर्थ बुझ्न चाहनुहुन्छ भने चाहे तपाईको धर्म जुनसुकै होस्, एकचोटि भगवत गीता अवश्य पढ्नुहोला। यी थिए ती 5 किताबहरू जुन तपाईले एकदमै पढ्नुहोला। मसँग अरू पनि थुप्रै किताबहरू छन् जसको बारेमा म अब आउने भिडियोहरुमा बताउनेछु। र यो 5वटा किताब मध्ये तपाईलाई सबैभन्दा बढी मन परेको किताब कुन हो तल कमेन्टमा लेख्नुहोला। यदि तपाईको मनमा पनि कुनै एउटा यस्तो किताब छ जुन चाहिँ सबैले पढ्नुपर्छ भन्ने लाग्छ भने तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। त्यो किताब मैले पनि पढ्नेछु। भिडियोलाई यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। हाम्रो भेट फेरि अर्को भिडियोमा हुने नै छ। साँच्चै के तपाईले हाम्रो च्यानलको पैसा बचाउने तरिकाहरूको भिडियो हेर्नुभयो? हेर्नु भएको छैन? उसो भए यो स्क्रिनमा आएको भिडियोमा क्लिक गर्नुहोला। तपाईको र मेरो भेट त्यही भिडियोमा हुनेछ।